नमस्कार अनि स्वागत छ। आज हामी नेपालको फेरिँदै गरेको राजनीतिक माहौलको बारेमा कुरा गर्दैछौँ। सन् 2026को सङ्घारमा छौँ हामी। एकातिर काठमाडौँका मेयर बालेन शाह र रसोपाका सभापति रवि लामिछानेको एउटा बलियो गठबन्धन बनेको छ भने अर्कोतिर काङ्ग्रेसका प्रभावशाली नेता गगन थापा। सरिताजी, यो बालेन रवि सहकार्यलाई तपाईँ कसरी हेर्नुहुन्छ? सुजनजी, यो केवल दुई व्यक्ति बीचको सम्झौता मात्र होइन, यो एउटा आशा हो। बालेनले काठमाडौँमा देखाएको काम गर्ने शैली र रवि लामिछानेको सङ्गठन शक्ति मिल्दा एउटा नयाँ ऊर्जा पैदा भएको छ। 7 बुँदे सहमति अनुसार बालेनलाई आगामी प्रधानमन्त्रीको रूपमा अघि सार्नु भनेको नेपाली जनताको पर्फर्मेन्स खोज्ने चाहनालाई सम्बोधन गर्नु हो। तर सरिताजी, अर्कोतर्फ गगन थापा हुनुहुन्छ। उहाँले त रवि लामिछानेलाई सहकारी काण्डदेखि लिएर हरेक कुरामा आलोचना गरिरहनु भएको छ नि। हो, त्यही त अचम्मको कुरा छ। गगन थापा, जसलाई हामी एक समय परिवर्तनको संवाहक मान्थ्यौँ, उहाँ आज भोलि केवल आलोचक मात्र देखिनुहुन्छ। उहाँको सम्पूर्ण ध्यान रवि लामिछानेलाई कसरी तल झार्ने भन्नेमा केन्द्रित छ। जनताले सोध्न थालेका छन्, गगनजी, तपाईँ त पार्टीको महामन्त्री हुनुहुन्छ, सरकारमा पनि तपाईँकै पार्टी छ, तर तपाईँले गर्नुभयो चाहिँ के? सही भन्नुभयो। मानिसहरूले त गगन थापालाई अब प्रधानमन्त्री बन्ने सपनामा डुबेको नेता मात्र भन्न थालेका छन्। उहाँ पार्टीभित्र आफ्नै नेतृत्वसँग लड्न सक्नुहुन्न, तर नयाँ आउन खोज्नेहरूलाई चाहिँ अवरोध गरिरहनुहुन्छ। यो कस्तो राजनीति हो? यो सत्ता जोगाउने र आफ्नो पालो कुरेर बस्ने पुरानै शैली हो। बालेन र रविले सिस्टम सुधारको कुरा गरिरहँदा गगनजी चाहिँ म प्रधानमन्त्री बन्नुपर्छ भन्ने लाइनमा मात्रै हिँड्नुभयो। उहाँले बालेन र रविलाई गाली गर्नुभन्दा बरु आफ्नो पार्टीभित्रको भ्रष्टाचार र विसङ्गति विरुद्ध काम गरेको भए जनताले पत्याउने थिए। आज गगनजीको स्वर सदनमा रवि लामिछानेलाई खुइल्याउन मात्र प्रयोग भएको देख्दा धेरै युवाहरू निराश छन्। अब आगामी चुनाव नजिकै छ। के बालेन र रविको यो टिमले नेपालको भाग्य बदल्ला त? हेर्नुहोस्, जनता अब भाषणले मात्रै अगाएका छैनन्, उनीहरूलाई रिजल्ट चाहिएको छ। बालेनले धुलो सफा गरे, बाटो फराकिलो बनाए, डिजिटल गभर्नेन्सको जग बसाले। रविले एउटा नयाँ पार्टीलाई देशकै ठूलो शक्ति बनाउन खोज्दैछन्। यदि यी दुईजना एक भएर अगाडि बढे भने गगन थापाहरूको पालो कुरेर बस्ने राजनीति अब समाप्त हुने निश्चित छ। अन्त्यमा के सन्देश दिन चाहनुहुन्छ? परिवर्तन सम्भव छ, तर त्यसको लागि हामीले को कुरा मात्र गर्छ र को काम गर्छ भन्ने चिन्नुपर्छ। गगन थापा जस्ता नेताहरू केवल प्रधानमन्त्रीको कुर्सीका लागि अरूलाई आलोचना गरिरहन्छन् भने बालेन र रवि जस्ता युवाहरू देश बनाउने रोडम्याप लिएर आएका छन्। अबको चुनाव केवल भोट हाल्ने दिन होइन, नेपालको नयाँ भविष्य लेख्ने दिन हुनुपर्छ।